हामी आज माई भगवतीको किनारमा दर्शन गर्नको लागि आएछौँ। आज माई पोखरी दर्शन गर्न। यहाँको खास विशेषता, यहाँको केले चाहिँ यति पर्यटकीय क्षेत्रको लागि चाहिँ प्रख्यात भएर गएको छ, यसको बारेमा केही थोरै बताइदिन सक्नुहुन्छ? र सबैमा नमस्कार। मैले मेरो परिचय दिएँ। मेरो विनोद कुमार खतिवडा, सन्दकपुर 3 सुलुबुङ माई पोखरी व्यवस्थापन समिति प्रवर्धन समितिको म सचिव छु। र आज एउटा नयाँ कुरो, खुसीको कुरो यहाँ भाइले मलाई यहाँ कैद गरिराख्नु भएको छ। अब आजभन्दा 10-12 वर्ष 15 वर्ष अगाडि नै माई पोखरी रामसार सूचीकृतमा सूचीकृत छ, एउटा कुरो। अर्को कुरो भनेको यो 90 साल यो कथातिर चाहिँ यहाँ अब ठुलो यज्ञ भएको कुरा पनि सुन्नमा आएको छ। हामी चाहिँ अब धेरै पछाडिको मान्छे, त्यसले गर्दा विशेष त यो यस्तो डाँडाको एउटा टाकुरोमा चाहिँ एउटा यस्तो अद्भुत शक्तिको पोखरी, यो पानीको न त स्रोत कहीँबाट छ, यहीँबाट आफै उत्पन्न भएको। र अर्को विशेषता भनेको यो माई पोखरीको विशेषता भनेको 9वटा कुना छ। 9वटा कुनाबाट एउटा कुनाबाट अर्को कुना देखिँदैन यसको विशेषता। र यो सदियौँदेखि चलिआएको, कसैको नानीहरू बोल्न सकेन भनेदेखि यहाँ आएर भाकल गरेपछि बोल्छ भन्ने एउटा जनविश्वास छ। त्यस्तै गरेर अब यहाँ धेरै अब नानीहरू विद्यार्थीहरू फेल हुँदै गर्दा यहाँ आएर डट कपी चढायो भनेदेखि उपास हुने भनेर चाहिँ अब यो हामीले चाहिँ माई पोखरीलाई सहकालको देवता पनि भनिएको छ। सहकालको देवता, पानी बढेको बेला पानी बढ्यो यो समय भने सहकाल लाग्ने, पानी घटाउने अनिकाल लाग्यो भन्ने कुरा। र अब यो भनेको चाहिँ एउटा दैवीय शक्ति छ माई पोखरीमा, र साक्षात् देवीकै रूप यहाँ माई पोखरीले लिएको चाहिँ हामीले बुझेका छौँ। मानव धर्म सेवा समिति फाउन्डेसन झापाबाट चाहिँ आउनुभएको छ र यहाँ यज्ञ गरौँ भनेर हामीले आगामी रामनवमीको दिनलाई चाहिँ समापन गर्ने गरी एउटा महायज्ञ गर्नको लागि हामी अहिले मिटिङ बसेर आएका छौँ। र यो फाइनल भयो भनेदेखि ताप्लेजुङ, पाँचथर, इलाम र यो कोशी प्रदेश 1 नम्बर प्रदेश सबैको महानुभावहरूलाई चाहिँ हजुरहरूको मार्फत यो महायज्ञमा भएको खण्डमा उपलब्ध मान्छेहरू आइदिनु हुन अनुरोध गर्छु। र हजुरहरूसँग म जोडिएर सबैतिर हामी 1 नम्बर प्रदेशलाई नै निमन्त्रणा गरेर माई पोखरीको परिचय आगामी रामनवमीमा दिने प्रयास गरिराखेका छौँ। हस्, धन्यवाद। जय माई पोखरी। हजुर पनि केही बोल्दिनु? मेरो गोविन्द खतिवडाको परिचयमा यहाँको मूल पुजारी हुँ। योभन्दा पहिले नै सबै कुरो उहाँले भनिसक्नुभयो होइन। माई पोखरी भन्ने यहाँ यज्ञ हुँदाखेरि मय ऋषिले चाहिँ तपस्या गरेर माई पोखरी भन्ने नाम रहेको हुँदाखेरि त्यहाँदेखि माई पोखरी नाम रहेको यो पोखरीको हो। हस् गुरु, धेरै धेरै धन्यवाद।